हाम्रो आर्किटेक्चरको के भन्छ अरे क्लासरुम हाम्रो नर्मल क्लासरुम जस्तो हुँदैन नि त लाइक डिफ्रेन्ट लाइक अब एउटा लेक्चर क्लास मात्र हुन्छ भने हाम्रो आर्किटेक्चरको क्लासरुम चाहिँ लाइक हाम्रो डिजाइन स्टुडियोदेखि लिएर अनि त्यसपछि के भन्छ अरे वर्कसपदेखि लिएर के भन्छ लेक्चर क्लासरुम डिफ्रेन्ट हुन्छ नि त सो लिटरेचर अनुसार चाहिँ के भन्छ अरे आर्किटेक्चर क्लासरुम चाहिँ कसरी डिजाइन गरेको हुनुपर्छ भन्दाखेरि चाहिँ लाइक चाहिँ गरेको चाहिँ हाम्रो प्लान सो यो क्लासमा चाहिँ दुईवटा डोर्स अनि 4वटा चाहिँ विन्डो छ विन्डो चाहिँ एउटा चाहिँ नर्थ साइडमा छ भने अर्को चाहिँ वेस्ट साइडमा छ अनि यहाँ चाहिँ स्टोरेज रुम छ अनि यो क्लासमा चाहिँ 24जना अड्ने क्लास छ अनि पछि यहाँको म चाहिँ यो इन्टरनेसनल केस स्टडी गर्न छु इन्टरनेसनल केस स्टडी हाम्रो चाहिँ कलेजको नाम चाहिँ युनिभर्सिटी छ सेन्टर फर इन्भाइरोमेन्टल प्लानिङ एन्ड टेक्नोलोजी युनिभर्सिटी अनि जो चाहिँ गुजरातमा छ अनि यसको यसको लोकेसनमा आएको हिमालयमा त्यो सेलेक्टेड छ तर केसी र यो कलेजमा स्टेट बोर्ड छ अनि फेरि यो क्याबिनेटहरू चाहिँ भन्दाखेरि हिमालय र केसीमा क्याबिनेट छैन तर यो सिपिटी युनिभर्सिटीमा क्याबिनेटहरू लोकलहरू छ अनि यो नोटिस बोर्ड छ तर यसमा यो नोटिस बोर्ड छ तर यो सिपिटीमा चाहिँ उयो छ सिपिटीमा चाहिँ सानो ठुलो मिक्स Good afternoon, everyone. I'll be continuing the presentation, and I'll be talking about the objectives of the classroom as well as the literature study for objective. First of all, हामीले यो लिटरेचर स्टडी चाहिँ किन गरेको भन्दाखेरि चाहिँ हामीले क्लासरुम चाहिँ थ्योरिटिकली पढेको थियौँ होइन क्लासरुमको प्लानहरू कसरी बनाउनु भनेर अनि त्यो चाहिँ अब प्र्याक्टिकल्ली गरेर आफैले हेरेर नापेर अनि लाइक डिफ्रेन्ट ठाउँहरूको के भन्छ डिफ्रेन्ट क्लासहरूको गऱ्यो भने हाम्रो आर्किटेक्चर क्लासरुम्स हाम्रो पास्टमा आर्किटेक्चर क्लासरुम कस्तो थियो र मोडर्नमा प्रेजेन्टमा स्ट्यान्डर्ड कस्तो भयो भनेर चाहिँ म भनेर गइरहेको छु सो आर्किटेक्चर हुँदै गयो अनि अब हामीले चाहिँ टिपिकल ट्रेडिसनल क्लासरुम्सको बारेमा चाहिँ अलिकति ब्रिफ इन्ट्रोडक्सन दिन गएको छु यसमा चाहिँ फिक्स लेआउट एन्ड सिटिङ आइदिनु अघि भने जस्तै यहाँ फिक्स सिटिङ भयो पहिलाको टिपिकल ट्रेडिसनल क्लासरुम्समा चाहिँ अनि लेक्चर मास्टर प्लान र त्यसपछि क्लासरुमको फ्लोर प्लानको बारेमा तपाईँहरूलाई बुझाउँछु आर्किटेक्चर डिपार्टमेन्टको छुट्टै बिल्डिङ छ त्यो बिल्डिङको चाहिँ हामीले यो ग्राउन्ड फ्लोरको सेकेन्ड क्लासरुमको केस स्टडी गरेको छौँ अनि यो क्लासरुममा चाहिँ यतापट्टि साइडमा चाहिँ झ्यालहरू छ भेन्टिलेसन सनलाइटको लागि अनि यतापट्टि नि माथिपट्टि त्यो सनलाइटको लागि मात्र भनेर झ्यालहरू छ अनि यो क्लासमा चाहिँ एउटा पोडियम